पवित्र धर्मशास्त्र बाइबलमा भएका 3 व्यक्ति जसको कहिले मृत्यु भएन, उनीहरू को थिए कि तपाईँ जान्नुहुन्छ? बाइबलमा यस्तो 3 व्यक्ति छ जसको कहिले पनि मृत्यु नै भएन। हो, तपाईले सही कुरा सुन्नुभयो। यस्तो रहस्यमय कुरा जो 3 व्यक्तिको मृत्युबारे कुनै प्रमाण नै छ। न उनीहरूका चिहान भयो, न उनीहरूको अन्तिम संस्कार नै भयो। यो 3 जना जो जिउँदै स्वर्गीय लोक भए, यो 3 व्यक्ति को होला? के उनीहरू मानिस थिए या स्वर्गीय लोकका प्राणीहरू थिए? के उनीहरू आजसम्म जीवित छ? हामीमा उठ्ने सबैभन्दा ठुलो प्रश्न, आखिर उनीहरूको मृत्यु किन भएन त? आज म तपाईहरुलाई यस 3 व्यक्तिहरूको विषयमा पवित्र बाइबलबाट बताउने छु, जसको बारेमा बाइबलमा उनीहरूको मृत्युबारे बताएका छैनन्। पहिलो व्यक्तिबारे हेर्नेछौँ, जसलाई परमेश्वरले शारीरिक मृत्यु बिना नै स्वर्गीय लोकमा बोलाउनु भयो। उसको नाम हो हनोक। हनोक को थियो? यसबारे हामी बाइबलको पहिलो पुस्तक उत्पत्तिमा पाउँदछौँ। हनोक आदमको 7औं पुस्ताका थिए। हनोकको बाबाको नाम यारेद र छोराको नाम मतुसेला थियो, जो सबैभन्दा धेरै उमेरसम्म बाँचेका थिए। उत्पत्ति 5:21 देखि लिएर 24 मा लेखिएको छ। हनोक 65 वर्षको थिए जब मतुसेलाको जन्म भएका थिए। मतुसेलाको जन्म बाद हनोक 300 वर्षसम्म परमेश्वरको साथ हिँडे अनि उसको अरू छोराछोरी भए। हनोक 365 वर्षसम्म यस पृथ्वीमा थिए। उनी परमेश्वर सँगसँगै हिँड्दै रहे। फेरि ऊ पृथ्वीदेखि लोप भए, कारण उसलाई परमेश्वरले उठाइ लैजानु भयो। अब हामीमा यो प्रश्न आउँदछ, आखिर परमेश्वरले हनोकलाई पृथ्वीदेखि जिउँदै किन उठाइ लैजानु भयो त? उसले मृत्युलाई चाख्न परेन। यसको मतलब हनोक परमेश्वरको साथसाथै हिँडे अनि उसको जीवन परमेश्वरको वचन आधारित थियो। ऊ परमेश्वरको यति नजिक थियो कि परमेश्वरले उसलाई जिउँदै स्वर्ग लानुभयो। हिब्रू 11:5 मा लेखेको छ, विश्वासद्वारा मृत्यु नचाखी हनोक स्वर्गमा उठाइ लगे र तिनी कतै फेला परेनन्, किनकि परमेश्वरले तिनलाई लानु भएको थियो। यहाँ हामीले ध्यान दिनुपर्ने कुरा यो छ, परमेश्वरले हनोकलाई जिउँदै स्वर्ग उठाइ लानुभयो, किनकि हनोकले परमेश्वरलाई प्रसन्न तुल्याएका थिए। जब हामी पनि परमेश्वरको साथ हिँड्छौँ अनि परमेश्वरलाई प्रसन्न तुल्याउँछौँ, तब हामीलाई पनि परमेश्वरले माथि उचाल्दै लैजानुहुन्छ।